डराई डराई बुबालाई रेडी गरे। हामी घर आए सामान र बुबाको पेन्सनका लागि रङ्गेली बजार जान लागेका थियौँ। बुबाको नित्यकर्म बिहानै गराइसकेको थिएँ। उहाँलाई खाना खुवाएर मैले पनि खाएँ। मसँग छोरो पनि अघि पछि गरिरहेको थियो। रेडी नहुँदै अटोले किन ढिलो गर्यो भन्दै बुबा गनगनाउन थाल्नुभयो। रेडी भएर अटो कुदिरहेको बेला बुबाले फेरि थाहा लाग्यो भन्नुभयो। उहाँलाई दिशा गराउन लगे। त्यति बेलै अटो पनि आइपुग्यो। अटोलाई एकछिन कुद्न लगाएर धोइ फाली गरेर ल्याए, कपडा लगाइदिए अनि चढाएँ। त्यसपछि हामी बजारतर्फ घुइक्यौँ। ग्राभेल बाटोमा बुबालाई अप्ठ्यारो भयो। पिच सहजै थियो। बाटोमा बुबाले पिँडुला दुख्यो भन्नुभयो। डर झन बढ्यो। मैले पिँडुला समाइदिएँ। अटोमा गान्द्राङ गुन्द्रुङ गर्दै पेन्सन थाप्ने बैंकसम्म पुग्यौँ। बैंक पहिलो तलामा भएकोले बुबा जान सक्नु भएन। कर्मचारी आएर प्रक्रिया पूरा गरेपछि पैसा ल्याएर बुबालाई दिएँ। त्यसपछि हामी घरको सामान किन्न गयौँ। किराना सामान किनेर घर फर्क्यौँ। अटोमा तेल पनि हाल्यौँ। फर्किँदा पनि बुबा कुम दुख्यो भन्दै हुनुहुन्थ्यो। घर पुग्ने बित्तिकै के ल्याइदिनु भयो भन्दै छोरो दौडिएर आयो। अटो गएपछि हामीले सामान मिलायौँ। अहिलेलाई यति नै।